सबै मानिसहरूले सपना देख्छौं, कहिले खुसीका, कहिले डरलाग्दा त कहिले एकदमै अर्थपूर्ण सपना देख्छौं। तर के तपाईले कहिल्यै सोच्नु भएको छ यी सपनाहरू कहाँबाट आउँछन्? सपनाका मुख्य 3वटा स्रोतहरू हुन्छन्। आजको भिडियोमा यिनै 3 स्रोतहरू बारे चर्चा गर्नेछौं। पहिलो स्रोत परमेश्वरबाटको सपना। सपनाको पहिलो र सबैभन्दा शक्तिशाली स्रोत हो परमेश्वर। जब शब्दबाट भन्दा पनि मानिसले बुझ्दैन, तब परमेश्वरले सपनाको माध्यमबाट बोल्नुहुन्छ। किन देखाउनुहुन्छ? सपनाबाट भविष्यमा आउने कुनै ठुलो संकटको चेतावनी दिन वा जीवनको सही मार्गमा डोर्याउनलाई। उदाहरणका लागि बाइबलमा योसेफले सपनामा स्वर्गदूतहरू देखेर आउन लागेको अनिकाल र संकटबाट देशलाई बचाउनलाई परमेश्वरले सपनाको माध्यमबाट बोल्नुभयो। मुख्य कुरा, यदि सपना देखेपछि तपाईको मनमा शान्ति आउँछ र त्यसले कुनै सही मार्ग देखाउँछ भने त्यो परमेश्वरबाटको सपना हो। दोस्रो स्रोत हाम्रो आफ्नै मनबाट देखिने सपना। सबै सपनाहरू आत्मिक हुँदैनन्। धेरै जसो सपनाहरू हाम्रो आफ्नै मनको गहिराईबाट आउँछ। किन आउँछन्? दिनभरिको तनाव, कसैप्रतिको तीव्र इच्छा, लुकेको डर वा दिमागले सूचनाहरू व्यवस्थापन गर्दा यस्ता सपना देखिन्छन्। विशेषतः यदि तपाईँ कुनै कुराको बारेमा धेरै चिन्तित हुनुभयो भने त्यही कुरा राति सपनामा देखिन्छन्। र बुझ्नुहोस्, यो तपाईको आफ्नै मनको ऐना हो। तेस्रो स्रोत दुष्ट आत्मा वा शैतानबाटको सपना। सपनाको तेस्रो स्रोत दुष्ट आत्माबाट हुन्छ। जसरी सकारात्मक शक्तिले मार्ग देखाउँछ, त्यसरी नै नकारात्मक शक्तिले मानिसलाई कमजोर बनाउन खोज्छ। किन आउँछन्? मानिसको मनमा डर ल्याउँछ, मानसिक अशान्ति ल्याउन वा परमेश्वरको बोलावटलाई अल्मल्याउन र शरीरमा बिमारी ल्याउन नराम्रो सपना देखाउँछन्। तपाईले महसुस गर्नुभएको होला, राति नराम्रो सपना देखेपछि बिहान शरीरमा अशान्ति भएको, बिउजेपछि धेरै डर लाग्ने, पसिना आउने वा मनमा भारीपन महसुस हुने। यदि यस्तो सपना देख्नुभयो भने सम्झिनुहोस्, दुष्ट आत्माबाट हो। त्यसैले साथीहरू, सपना देख्दैमा आत्तिनु पर्ने वा सबै सपना परमेश्वरबाट आएको हुँदैन। सपना कुन स्रोतबाट आएको हो भनेर चिन्नु नै बुद्धिमानी हो। सपनाले तपाईलाई उत्साह दिइरहेको छ कि तर्साइरहेको छ? यो प्रश्न आफैलाई सोध्नुहोस्।